इट्स मिरिजमा स्वर्णकार आज चाहिँ हामी के खान जाँदैछौँ लस्सी खान जाँदैछौँ त्यही पनि बबल यु एन्ड मी बबल टी एन्ड कफी रेस्टुरेन्टमा यो चाहिँ भर्खर खुलेको हो न्यू रोडमा अनि हामी चाहिँ जाँदैछौँ एन्ड के भन्ने अनि अब हामी त्यहाँ गएर लस्सीहरू खान्छौँ आज चाहिँ मेरो बर्थडे हो ह्याप्पी बर्थडे होला ह्याप्पी बर्थडे टु मी अब चाहिँ हामी जान्छौँ यु एन्ड मी रेस्टुरेन्ट ओके देन गाइज हामी चाहिँ यहाँ होटेलमा आइसक्यौँ मतलब रेस्टुरेन्टमा अनि हेर्नुहोस् हेर्न सक्नुहुन्छ यहाँ गिटार कस्तो राम्रो राम्रो छ हेर्न सक्नुहुन्छ सबैजना आइदिनु होला यताबाट आउन अनि अब चाहिँ हामी एकछिनमा लस्सी खान्छौँ खान लाग्छौँ लस्सी एन्ड चेयर्स कस्तो राम्रो हुन्छ अब आइसक्रिम खान आछौँ होइन यहाँदेखि आइसक्रिम देखाइदिनुहोस् यो सिपुरको आइसक्रिम हो म चाहिँ आज मेरो लागि मम्मी आउँछ हेलो भन्नु मम्मी बाई भने हाम्रो बजार हो तुलसीपुर बजार हो अब हामी चाहिँ घर जान्छौँ हामी चाहिँ घर आइसक्यौँ एन्ड आइसक्रिम चाहिँ अहिलेसम्म खाएको छौँ एन्ड अब चाहिँ यो भ्लग यसैमा इन्ड भयो आज चाहिँ हामीले थोरै भ्लग बनायौँ एन्ड थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड बाई बाई गाइज लभ यु